हाम्रो मुलुकको लिडरसिप राम्रो हुनुपर्छ, सबैले यसलाई स्पेस दिनुपर्छ र कहिलेकाहीँ यो संविधान संशोधन गर्ने भन्ने कुरा सुनिन्छ। मेरो आफ्नो भनाइ चाहिँ कसैप्रति रिसराग नगरेर सबैलाई बेनिफिट अफ डाउट्स दिएर चाहिँ एउटा चाहिँ हाम्रो हेड अफ द स्टेट चाहिँ पर्मानेन्ट स्टेबल होइन, पहिलाको जस्तै चाहिँ एउटा कन्स्टिट्युसनल मोनार्क नै कोही होस् भन्ने चाहिँ मेरो चाहिँ आफ्नो कामना छ। यसमा जति डिले हुन्छ त्यति हामीहरूले चाहिँ नेपालले आज नेसन हाम्रो क्लाउड चाहिँ हाम्रो चाहिँ एउटा स्फियर अफ इन्फ्लुएन्स हाम्रो घट्दै जान्छ कि जस्तो मलाई लाग्छ। र अर्को सेकेन्ड पोइन्ट भन्दाखेरि चाहिँ हामी दुईटा राइजिङ पावरको बिचमा छौँ र उनीहरूको सेक्युरिटी इन्ट्रेस्ट हाम्रो नेसनल सेक्युरिटीसँग चाहिँ जोडिएको, त्यही भएर कसैको बहकाउमा आएर लेट्स नट पिच वान अगेन्स्ट अदर र यसमा चाहिँ रियालिस्ट भएर सोच्नु पर्यो। सदर्न नेबर्सको केही नभए पनि 40 देखि 45 करोड मान्छेसँग हामी गाँसिएका छौँ हाम्रो ओपन बोर्डरले गरेर। त्यस्तै गरी चाहिँ नर्दर्न नेबर्सको चाहिँ पोइन्ट अफ इरिटेसन्स पनि हो। म कमान्ड सेनापति हुँदाखेरिको कुरा पनि यसमा जोड्न चाहन्छु सिन्स वी हेभ टाइम। मलाई चाहिँ अरूको इन्ट्रेस्टमा को मात्रै हामीले जहिले पनि बोकेर हिँड्ने होइन, हाम्रो इन्ट्रेस्ट पनि यो छ भनेर क्यान्डिडली भन्न सक्नुपर्छ। चाहे चाहिँ विरोधी पार्टी होस्, फरेन पोलिसीमा चाहिँ एउटै एजेन्डा हो, नेसनल सेक्युरिटीलाई प्रभाव पार्ने चाहिँ यी चिजहरू नै हुन्। यिनीहरूमा चाहिँ हाम्रो चाहिँ हामीले सिरियसली सोच्नै पर्ने हो। एट द एन्ड अफ द डे अब कन्स्टिट्युसन नै रिभाइज गर्ने भनेको कुराहरू सुनिरहेर मैले सेयर गरेको हो। यसलाई चाहिँ लिन थिन अजाइल बनाऊ, यत्रो ठुलो चाहिँ चाहिँदैन, किनभने अहिले इन्टरनेट छ, टाइम एन्ड स्पेस घटिसक्यो, एयरपोर्ट छ। पहिला 47 सालको संविधान बन्ने बेलामा प्राइभेट एयरलाइन्सहरू आएको थिएन, अहिले प्राइभेट एयरलाइन्स चाहिँ छ्यापछ्याप्ती छ, हरेक ठाउँहरूमा चाहिँ जान सकिने अवस्था छ। एउटा कुरा त्यो हो नि, टेक्नोलोजी छ, हातमा मोबाइल छ, इन्फर्मेसनको ट्रान्समिसनै त्यसरी गर्न सकिन्छ भनेपछि त्यो बेलामा 20 जना अथवा हुलाकबाट गर्नुपर्ने काम अहिले यहाँबाट चाहिँ छिनको छिन एउटा फेसबुकमा अपलोड गरेर पनि सोसियल मिडियाहरूबाट इन्फर्मेसन डिसिमिनेट गर्न सकिन्छ। र एट द एन्ड अफ द डे हाम्रो नेबर्सलाई र हाम्रो इन्टरनेसनल रिलेसन चाहिँ इफेक्टिभ हुनुपर्छ।